हेलो एन्ड नमस्ते गाइज, इट्स मी ढोका ब्लग 0। आयो सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ हामी काफल लिन जान लागेको सुर्खेत लानलाई। यहाँ चाहिँ मेरो कालीकोटमा आउनु बजारमा लास्ट डे। फेरि आउनु पनि सक्छु नआउनु पनि सक्छु, त्यही भएर चाहिँ आज लास्ट भ्लग कालीकोटमा काफल टिप्न जान लागेको सुर्खेत लानलाई। यो चाहिँ यो बर्ली लिन जाने हो। यो चाहिँ लग्दैन, मैले भोलि हालेर लग्दाखेरि चाहिँ मार नपुग्नेले। त्यो भएर चाहिँ अब हामी जान लाग्छ मम्मी र म है। सो हामी चाहिँ निस्किसकेको छ मम्मी र म। अब 200 भइसक्यो, काफल जति टिपेर ल्याइसके जस्तो छ। जे भेट्यो त्यही लिएर आउने जाने अरे। यही ठाउँमा 3टा ब्लक भइसक्यो यो ठाउँमा जाने अरे। आया गरे यस्तो घाम आइरहेको, यस्तो घाममा जाने अरे। अगाडि हिँड्दै हुन्छ, म चाहिँ भिडियो बनाउँदै पछाडितिर होइन। यसो सिनहरू राम्रो आउँथ्यो कि भनेर खोजिरहेको, सिनै राम्रो आउन यतिकै। को अगाडिको दृश्य हेर्न सक्छौँ। 3जना साथीभाइ आफ्नै तालमा हिँडिरहेछन्, स्कुलको ब्याग बोकेर आफ्नो छुट्टै गफ भन्दै हिँडिरहेछन्। हामी पनि पहिला यस्तै गरेर हिँड्थ्यौँ 3 लाखमा। मैले चौधो खालि हिँडेको चिप्लो भनेर चाउचो साथ मान्छे पनि गयो। फाइनल्ली हामी चाहिँ काफल ठाउँमा पुगिसक्यौँ। सक्नुहुन्छ रुख, तर यहाँ पाएको छैन, अलिकति काँचो नै छ। सानो रुखमा यस्तो गाउँमा चाहिँ गाइजहरू नै, तर पाखेर हिँड्छ। ठुल्ठुलो दाना है। काफल चाहिँ यहाँ भेटिसकेको छ अलिअलि, अझै भेटिन्छ होला माथि र अन्त टिप्दै हुनुहुन्छ। सो फाइनली मैले चाहिँ फर्स्ट रुखमा चाहिँ यति भयो। एउटा रुखमा गएको यति नै टिपेँ, तलतिर चाहिँ यति नै। अरू मम्मी चाहिँ त्यो रुखमा जानुभएको, मैले त तलतिर टिपेको। अब उतातिर चाहिँ जान्छौँ। यहाँ छ कि यहाँ चाहिँ टिप्छु म एकछिन। चाहिँ मम्मीको हेर्छौँ है, एउटा रुखमा एउटामा गएको थियौँ। कति टिप्नु मम्मीले हेर्नु, त्यही देखाउनु न। मम्मीले नि यति नै टिप्नु भएको छ, बराबर नै छ मेरो धेरै छ। कता अब यो टोलथिङ बरी लग्ने प्लान है हाम्रो चाहिँ सक्सेस हुन्छ कि नै हेरौँ। रागे पसिना भइहाल्छ छ टल्किरहेको खाना। खै कता सानो हो त्यही मजा लाग्यो। यो अलिअलि रहेछ।
सो मैले चाहिँ दुईवटा मम्मीले दुईवटा रुखमा टिप्नुभयो अनि हामी चाहिँ फेरि अर्को रुखतिर चाहिँ जाँदैछौँ कता पो जानुभयो है मैले टिपेको काफल पनि लगेर जानुभयो भने चाहिँ काफल चाहिँ खतरा खायो खाँदा खाँदा यस्तो भइसक्यो इज गायब कहाँ हराउनु भयो मम्मी उता हराउनु भयो मम्मी खाऊ न खै ए ऊ त्यहाँ हुँदो रहेछ पहिला एकचोटि यहाँ चाहिँ म पिकनिक खान आएको थिएँ कि क्या रमाइलो भएको थियो होइन यहाँ चाहिँ काउहरू चाहिँ धेरै रहेछ तर हल्का फल्दै रहेछ कि बहर सानो सानो बुट्टाहरू पनि छन् भन्दैछ हावा चाहिँ जान्छ लागिरहेको त भने मैले भन मान्नु भएन योमा अलिअलि रहेछु मेरो प्यान्ट यस्तो फोहोर भएको नि हेर्छु पुरै चप्पल झन् कस्तो भयो लास्ट चावल खाना आयो दिएको त्यहाँ माथि हुन्छ पछाडि देख्न सक्नुहुन्छ कालीकोट बाम्न बजार यो मात्रै रहेछ काफल बाटो चाहिँ अप्ठ्यारो छ कि हल्का ए अलिअलि मात्र छ कि तल थियो कि त्यो रुखमा अहिले त्यो स्लो मोसनमा गराएको थिएँ नि अगाडि हजुर छैन नि यहाँ तल थियो लु त्यहाँ खा त छ त त्यहाँ म चाहिँ यही रुखमा चढिदिएको छ कि छैन त्यो टिप्नु नि त म यहाँ टिप्छु त ल अब चाहिँ कल्चरपट्टिबाट देखिरह अनि यस्तो यहाँ हेर्नु न ऊ त्यो हेर्नु छ यहाँ चाहिँ छैन अलिअलि भयो नि खाना मात्रै हुन्छ कहाँ देखिन्छ यो भर्खर फलेको रुखमा ठुलो रहेछ के लाइफमा यतिको चाहिँ खानै पर्छ है यस्तो हावामा चढिदिनु भएको एक लड म फेरि टिपेर चाहिँ फेरि त्यस्तो गरेर खान्छु यता यहाँ छ अलिअलि यहाँ रुखमा छैन क्या के बताए छ र त्यहाँ छ अब रुखमा जानु लाग्यो थाहा चल्छ चिनिरहेको छ रुटै जान्छ अर्थ कि फाइनल्ली हामी चाहिँ काफल टिपेर चाहिँ भ्याइसक्यौँ भनौँ न अब अरू चाहिँ छैन यति नै भेट त्यहाँ छ अहिले तल गएर चाहिँ सो गर्छु म यति नै भेट्यो काफलै रहन्छ कि पहिला जस्तो सबै भइसकेको छन् त्यही भएर चाहिँ चलिदिनु लाग्यो अब चाहिँ एउटा बाइक चाहिँ आल्लो र दौडे टिप्न त्यहाँको चाहिँ हामी उयो रोड
आज माथिको रोडदेखि आएर चाहिँ अब यहाँदेखि तलतिर झर्नुपर्छ। त्यहाँ ठुलडुङ्गा भयो। सो फाइनली हामीले चाहिँ अब आजलाई यति नै टिप्यौँ। अब चाहिँ सक्दैनौँ भनेर चाहिँ काफल यति नै टिप्यौँ। काफल चाहिँ देखाउँछु है त म। अनि टिपेको काफल चाहिँ यति नै यो ब्यागको यति नै भनौँ न। अहिले चाहिँ हामी ओह्रालोतर्फ लागिरहेको भने चाहिँ चल्न हिँडेको हुन्छ। त्यहाँ पुग्नु हजुर भयो न। हाम्रो हम चाहिँ अल्लो 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 टिप्न आएको। अल्लो नै छैन होइन नि त। भरिहाल्छ त्यहाँ। कसलाई दिएन भने है फेरि कसलाई दिएन भने अल्लै भेडाउनु त म त हेर्ने चाहिँ एउटा फोहोर यही टिप्न जान लागेको है हामी चाहिँ यही। सो फाइनली हामी चाहिँ यहाँ सिस्नु टिपिहाल्दो टिप्नु हुन्छ कैँची के अरे चक्कुले काट्दै। चिल्ला है चिल्ला। त्यति चाहिँ टिपिसक्यो चाहिँ भेटिराखेन कि आलु नि पहिला जस्तो। किनकि पानी परेन नि त। पानी पर्दै गयो उफ्रिन्थ्यो। अहिले पानी नै परेन त्यही भएर चाहिँ उता हेर्नु यहाँ पनि हेर्नु न। यहाँ पनि चाहिँ छतमा त्यहाँनिर त्यो आफ्नै तालमा हिँड्नुहुन्छ। एउटा हातमा अल्लो एउटा हातमा काफल बोकेर। हामी जाने त के हो त्यो अर्को अनि अर्को को प्याकेट। सो फाइनल्ली हामी चाहिँ यहाँ हात खुट्टा धुन लाग्यो। अब चाहिँ यतिमै आजको भ्लग चाहिँ सीमित गर्छु। हस् बाई पिस।